वाउ ऐसिलो सबैजना ल ल अमिलो रहेछ ऐसिलो कति धेरै फलेको खाऊ खाऊ मैले ऐसिलो खाना आउँको होइन भिडियो राख्नु भयो मलाई पठाइदिनु ल भिडियो गरेर कति धेरै फलेको है वाउ ऐसिलो त्यहाँ कता धेरै मिठो अर्ग्यानिक ऐसिलो हामी चाहिँ ऐसिलो खानु नै आएको है यहाँ माथि है बहिनी बहिनीलाई चाहिँ कस्तो लाग्यो रमाइलो लाग्छ अहिले त सुकेटारमा नि यस्तो राम्रो राम्रो ठाउँ रमाइलो ठाउँ रहेछ मलाई थाहै थिएन यो ठाउँमा चाहिँ म फर्स्ट टाइम आउँदैछु आज यो ठाउँमा ल्याउने मान्छेलाई धन्यवाद ऐसिलो मिठो छ ऐसिलो खानु यहाँ माथि आएको हामी यस्तो भिड पाएर कस्तो रमाइलो हरियाली हामी 3 जना जाँदैछौँ यहाँनिर कस्तो राम्रो कस्तो मिठो ऐसिलो वाउ तपाईहरु पनि आउनुहोस् है सुकेटामा ऐसिलो अर्ग्यानिक ऐसिलो काडाले पानी जाउँ है चिसो चिसो छ मौसम हामी चाहिँ यहाँदेखि निस्किआएको निकै टाढो रहेछ है तपर यहाँनिर चाहिँ मान्छे धेरै आउँदो रहेछ है उयो के अरे टिकटक बनाउनु भिडियो गर्नु है कस्तो राम्रो म त फर्स्टचोटि आएको यहाँ शीतल रमाइलो है साथीले नि एकदम राम्रो लाग्यो रे रमाइलो लाग्यो रे तिन फर्स्ट टाइम आएको होइन म पनि फर्स्ट टाइम यहाँ तल चाहिँ भिड रहेछ म त यहाँनिर घुम्न एक्लै आएको साथीहरू मेरो साथी चाहिँ यहाँ मात्रै एउटा कुकुर छ कुकुरसँग आएको म यस्तो सुनसान रमाइलो छ एकान्तमा म एक्लै रमाइलो छ शीतल छ एकान्तमा एक्लै बिन्दास छ सबै आउनुपर्छ दिदी सबै आउनुपर्छ अरे हामी चाहिँ आज फर्केको रमाइलो भयो फोटो भिडियो खिच्यौँ चिसो हावा खायौँ पानी हल्का पर्दैछ हाम्रो जाने बाटो चाहिँ यस्तै छ हामी यही बाटो आएको कस्तो रमाइलो ठाउँ रहेछ तपाईहरु पनि आउनु होला तर यो ठाउँमा चाहिँ आज म साथीहरुसँग आए तर एक दिन चाहिँ म एकजना मान्छेलाई लिएर यहाँ आउँछु ओइ के सल्लाह गर्दै जाँदैछौ दुई जना हेलो हेलो यहाँ चाहिँ धेरै टिकटक बनाउन आउँदो रहेछ केटाकेटीहरु
यस्तो ठाउँ छ यहाँनिर चाहिँ। अब हामी चाहिँ घरतिर लागेको। ऐसेल खाँदै खाँदै जम्मै खानुपर्ने खाना चाहिँ होइन, तर भेटेकै छैन। ओइ यति अग्ली मान्छेले कसरी भेट्दैन भन्छ। कति छ तिम्रो हाइट? म 5 हो। 5 कति? 5 कति थाहा नै छैन। को हो यो बिचैमा फेरि गीत गाउँदै आउने मान्छेहरू चाहिँ? यहाँसम्म चाहिँ बाइक आउँदो रहेछ है। ल है बाइकमा आउँदा चाहिँ सजिलो रहेछ। यहाँ चाहिँ सुविधा नै रहेछ। लु टोइलेट पनि रहेछ। हामी चाहिँ अब जाने। हाम्रो टेम्पो कहाँ छ? यहाँसम्म बाइकमा आउँदा नि हुने रहेछ है। बाइकमा नजाने? हामीहरू चाहिँ यहाँदेखि घर जाने। हामी चाहिँ यहाँ हाम्रो टेम्पो ड्राइभरलाई हामीलाई पर्खिँदा थाक्नु भएको छ। हामीसँग घुम्नु जाउँ भन्दा त मान्नु भएन त।